हेलो गाइस, नमस्ते सबैजनामा। आज चाहिँ एकदम हामीले तिहार स्पेशल फिनी रोटी बनाउँदैछौँ है। यो हाम्रो गाउँले परम्परागत अनुसार चट्टा लाएर मामा र कमल भाइको काम चाहिँ अब पिठो यसरी गोदेर मलाई पुर्याउने हो। मैले चाहिँ एउटा यसरी टक्क बनाएर अनि फेरि भित्र बेल्नेमा पठाउने, अनि बेल्नेले चाहिँ बेलेर सरर पकाउने, अनि फेरि राख्ने। पकाउने चाहिँ भित्र ठुलो मम्मी बुवा अनि त्यसपछि मम्मी हुनुहुन्छ होइन। त्यही भएर यो दाल कमल म एकदम चट्ट बनाउँछु। हाले सुत्त हाल आई यस ल। अस्ति हामीले दाइ र मैले त ल दुईजनाले मात्रै पनि र्याक पर्याम बेल्लेमा नि आज दुईजनालाई नि बेलिहाल्यो। दुईजनालाई बेलाउ, तीनजनालाई बेल्नु पर्दैन ग। दुईजनाले बेलाउ, एउटाले पारि रोटी हालाऊ, एउटा त्यहीमा अब स्टार्ट अप गरौँ। रोटी हाल्दै तैले तेल सेल लाउने उनले ठिक जो आयो भने 500 हो। 600 का बनाया छु, 600 का बनाया छु। 500 जो आयो भने गाउँको कलप आयो नि यही 500 मात्रै होइन 600 दिनुपर्छ। एकदम राम्रो बेटा चाहिँ शान्त दबाएर च्याप्प उनीहरुले दुईटा घर बुझ त भयो के भन्नु पर्छ र यार। हो त्यस्तो भएपछि अहिले फेरि काममा बिफल लाग्छ क्यो। पोल्लो पोल्लो मुख बुझ्दिया जस्तो मान्छे मिले पेसातिर आउँदा यसलाई च्वाट पारम हड त्यसपछि भो कसले 1 2 3 4 5 6 7 8 9 10 11 मामा 12 13 14 15 16 17 भेट्न नहाल्ने फैलियो तब्री भयो। अब स्टप गर। अब प्रोसेसिङ चाहिँ यताबाट हुन्छ चट्टसँगले होइन। रोटी काट्ने अनि बेल्ने सर्लक्क लाएर अनि पारिगार पाक्ने होइन। त्यही हो। पकाउनेमा मम्मी र ठुली मम्मी हुनुहुन्छ, अनि यहाँ भाउजू र कमल भाइ चाहिँ एकदम चट्ट लाएर बेल्नेमा है। अनि यता चाहिँ रोटी तयारी अवस्थामा आइसकेको छ है। अनि यसलाई चाहिँ चट्ट लाएर अलिकति ढम्मेमा बहिनीले राख्दै लगाइस। त्यही नै हो। आजको रोटी हाल्ने काम चाहिँ समाप्त भइसक्यो। सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु गाइस। बाई बाई।